पोल छ, पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई बुझेर अब त्यसलाई पनि हिरा गर्नु, घर पठाउने होइन, त्यसले काम गरेर पनि खुट्टा भाँच्दिनु मतलब भयो। यिनीहरूले चाहिँ चाँडै भनेर चाँडै पोल सार्नु पर्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पर्यो राम्रोसँग। यो पोलको है, बिजुलीको पोलको, अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नका कति मेटेरियल। र यो अनुगमनकै क्रममा होला मन्त्रीज्यूले कता पो गएर के भन्नुभएको रहेछ, त्यो चाहिँ ठेकापट्टा पनि त्यही खालको छ है, त्यसले गर्दाखेरि हुँदैन है। कसको तपाईँको कमजोरी हो यो? हाम्रो सरकारी पक्षको कमजोरी हो या ठेकापट्टा गर्ने तपाईँको चाहिँ के अरे व्यवसायी निर्माण व्यवसायीहरूको कमजोरी हो? हामी सबैजना त्यसतर्फ चाहिँ के अरे केन्द्रित रहौँ, त्यो भन्न चाहन्छु। अर्को कुरा, गृह मन्त्रालयको कुरा गर्दाखेरि चाहिँ मेरो एउटा सुझाव छ, कारागारको सङ्ख्या र कारागारको आकार बढाउनु भन्दा पनि हामीले नैतिक र सामाजिक शिक्षा समाजमा प्रभाव गर्नेतर्फ हाम्रो नीति उन्मुख हुनुपर्छ जस्तो लाग्छ। किनभने हाम्रो नागरिकलाई अपराधी करार गर्दै थुन्दै तपाईँको चाहिँ राखेर समस्या समाधान हुन्छ जस्तो मलाई लागेको छैन। र अब यो पूर्वाधारको लागि हामीलाई चाहिने चाहिँ ढुङ्गा गिट्टीहरू हुँदो रहेछ, त्यसका लागि हामीले खोला भत्काउने चलन चाहिँ अन्त्य गर्नुपर्छ जस्तो मलाई लाग्छ। म सबै मन्त्रालय के अरे सम्बन्धित मन्त्रालयहरूलाई म ध्यान आकर्षण गराउन चाहन्छु। बरु कहीँ कतै भेटियो भने एउटा पत्थरले भरिएको